नेपाल प्रिमियर लिग एनपीएलमा राम्रो लयमा देखिएका विकेट किपर तथा ब्याटर विनोद भण्डारीले राष्ट्रिय टोलीमा पुनरागमन गर्ने सम्भावना बढेको छ। आइतबार नेपाल क्रिकेट संघ क्यानले बोलाएको बन्द प्रशिक्षणको सूचीमा नाम परेसँगै उनले राष्ट्रिय टिममा कमब्याक गर्ने सम्भावना बढेको। विनोदले हालसम्म 40 टी20 को 31 इनिङ खेलेका छन्। त्यसक्रममा उनले 114.73 को स्ट्राइक रेटमा 405 रन बनाएका छन्। हालसम्म विनोदले यस फर्म्याटमा 2 अर्धशतकीय पारी खेलेका छन्। यस्तै उनले 17 ओडिआईको 14 इनिङमा ब्याटिङको मौका पाएका छन्। त्यसक्रममा विनोदले 1 अर्धशतकको सहयोगमा 275 रन बनाएका छन्। विनोदले 13 मार्च सन् 2024 यता भने अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाएका छैनन्। यस बीचमा उनी घरेलु प्रतियोगितामा व्यस्त रहे, जहाँ विनोदको प्रदर्शन ठिकठाक रह्यो। हालै सम्पन्न नेपाल प्रिमियर लिग एनपीएलमा पनि उनले उत्कृष्ट प्रदर्शन गरे। सुदूरपश्चिम रोयल्सलाई लगातार दोस्रो पल्ट फाइनलमा पुर्याउन विनोदको भूमिका महत्वपूर्ण रह्यो। उनले 9 खेलमा 2 अर्धशतकको सहयोगमा 264 रन बनाए। विनोद यस सिजनमा सर्वाधिक रन बनाउने सूचीको तेस्रो स्थानमा रहे। एनपीएलमा उत्कृष्ट लयमा देखिएका कारण उनले टी20 विश्वकपका लागि घोषणा गरिएको प्रारम्भिक टोलीमा मौका पाए। यदि अब बन्द प्रशिक्षणमा पनि राम्रो प्रदर्शन गर्न सके विनोदले विश्वकपको फाइनल स्क्वाडमा पनि अवसर पाउन सक्छन्। त्यसो भएमा उनी दोस्रो पटक विश्वकप टोलीमा हुनेछन्। विनोदले सन् 2014 को विश्वकप पनि खेलेका थिए। उनी अब 12 वर्षपछि विश्वकप खेल्ने तयारीमा छन्। के 12 वर्षपछि खोला पनि फर्कन्छ भन्ने उखान विनोद भण्डारीको हकमा चरितार्थ होला? कमेन्ट लेख्नुका साथै आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।